यहाँ हाम्रो वरिपरिको बच्चाहरूलाई पाँचजनालाई मैले यस्तो गेम खेलाउने छु कि कस्तो गेम भनेर सोच्नु भएको होला। तर कस्तो गेम हो भने चाहिँ मैले चाहिँ अब यो कागजमा लिएको छु। जस्तै अब मैले चोकोपन किटक्याट चिजबलहरू लिएर आएको छु अनि यसमा चाहिँ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सम्मको छ अब यहाँ प्राइज छ अनि मैले यहाँ लेखिसकेको छु। अनि हाम्रो खानेकुरा चाहिँ भित्र छ, सब रेडी भइसकेको छ, सब प्राइज छोडिसकेको छौँ। अनि हाम्रो यहाँ खेलाडीहरू हुनुहुन्छ। यता हाम्रो पहिलो खेलाडीको नाम के हो? तिमीहरू सबै रेडी छौ? ल अब यहाँ फर्स्टमा आऊ, सेकेन्डमा तिमी आऊ, थर्डमा कान्छा, फोर्थमा यहाँ। अब तिमीहरू लाइनले छौ नि होइन? उसले अब यहाँबाट एउटा छानेर तिमी त्यहाँ गएर थपकै बस्ने है त। पालै पालो छान्दै थपक थपक अघि जसरी गरेर बस्ने। ल रेडी? यहाँबाट एउटा मात्रै झिक्ने, जुन झिक्ने झिक्ने हस्। ल एउटा झिक। उनीहरूले चाहिँ सब कागजहरू मेरो हातबाट लिइसकेको छ। एउटा गर्दै अब कसको भाग्यमा के छ। अब रात पनि धेरै परिसक्यो, उनीहरूलाई होमवर्क पनि गर्नु छ, भोलि स्कुल जानु छ। त्यही भएर अब चाहिँ हामी सुरु गरिहाल्छौँ। उपहार चाहिँ परेको छ भने के परेको छ भने चिजबल प्लस ललिपप प्लस चोकोपन। ल गाइज ऊ चाहिँ सेकेन्ड भएको छ। चोकोपन प्लस ललिपप प्लस चिजबल उसले पाइसकेको छन्। ल यहाँ हेर, खुसी छौ नि? कति खुसी छौ? धेरै। ल रजिना तामाङ। ल अब खोइ तिम्रो हेरौँ। उसको रहेको छ 2टा ललिपप। हाम्रो यहाँ तेस्रो प्राइज पनि आइसकेको छ, 2टा ललिपप। ह्याप्पी? ल ह्याप्पी, जाऊ बस। यो पनि यहाँ गम्भीर खेल्छ अझै पनि। अब यिनीहरू 3जनामा फर्स्ट को होला? तिमी होला। अब ऊ चाहिँ ऊ होला भनिरहेको छ, उसको छ कि छैन हेरौँ। औ गिरिशमा ऐदीको चाहिँ अब के परेको छ हेर्नुपर्ने हुन्छ हामीलाई। गिरिशमा चाहिँ 5औं परेको छ एउटा किटक्याट। मलाई किटक्याट मनपर्छ भने होइन, र किटक्याट पऱ्यो नि। खुसी छौ नि? खुसी ह्याप्पी? ल ह्याप्पी। ल अब अर्को आउने छ हाम्रो सोनम तामाङ। ल के छ? अब तिम्रो खोइ हातमा देऊ। 2वटा चिजबल प्लस किटक्याट प्लस चोकोपन। ल चिजबल, 2टा चिजबल, एउटा किटक्याट, एउटा चोकोपन। हेरिसक्यौ? हेरेको छैनौ? उसको चाहिँ चौथोको रहेको छ। यो अङ्किताको चाहिँ आइसकेको छ, उसको पनि प्राइज। ल खुसी छौ नि? खुसी छैन? छ। हाम्रो फर्स्ट आऊ सोनम तामाङ। ल सबले ताली बजाउने। ल आजको गेम तिमीहरूलाई कस्तो लाग्यो?